बेला बेला टिप्दै खाँदा पनि हुन्छ, एकैचोटि टिप्नुपर्छ जस्तो मलाई लाग्दैन। अब आनन्दले टिप्नुपर्छ हेर्नुहोस् ल। सीयुक्त फल, त्रिफलाभित्रको फल होइन, मान्छेको शरीरको लागि चाहिँ एकदम स्वास्थ्यवर्धक अमला भन्छ यसलाई होइन। अब मैले चाहिँ यहाँ अब यसो टिप्दैछु। पुनः नमस्ते, म चाहिँ अहिले सानोदुम्बाको मेरो आफ्नै जन्मस्थानको क्षेत्र परिसरको क्षेत्र हो। यो चाहिँ ठ्याक्कै भन्नुपर्दा चाहिँ यतालाई यो घिसिङटोल पनि भन्छ होइन। यो गल्लीघर भन्थ्यो पहिला पहिला, त्यहाँ पर हाम्रै बाजेको घर हो। माथि पनि हाम्रो बाजेको घर, पहिला पहिला चाहिँ माथि थियो हाम्रो घर, पुरानो घर। अहिले त्यति धेरै देखिन्न, अलिकति त शौचालय चाहिँ देखिरहेछ होइन। अहिले चाहिँ हाम्रो बसाइ तल छ। अनि यो पहिला केटाकेटीमा चाहिँ यो घरमा खुब फुटबल खेलिन्थ्यो क्या पहिला। भोक्सेको दाना, जुनारको दानालाई फुटबल बनाउने, मच्चाको गोल, धोक्राको गोल बनाएर चाहिँ खुब खेलिन्थ्यो। अनि यो ठाउँमा चाहिँ अहिले ठ्याक्कै आज 3 गतेको समय होइन, यो माघको 3 गतेको समय चाहिँ एकदम उराठ लाग्दो क्या। गाउँमा पानी नभएको क्षेत्रमा चाहिँ यति उराठ लाग्दो कि, त्यही पनि घमाइलो पाटा हो हाम्रो चाहिँ। बिहानदेखि बेलुकैसम्म घाम हुन्छ यदि धुम्मिएन भने होइन। यतातिर सुन्तला भनेछु, खोर्सानी चाहिँ हेर्नु है, वरिपरि लाउनु भएको रहेछ टक्कसँगले। यो सायद अब केले उत्पादन त्यही गरेको जस्तो खोर्सानी होइन, कहिले पनि अलिअलि पाकेको रहेछ। अनि यतातिर यो डाले घाँसहरू गाउँतिर भएन भने चाहिँ एकदम उराठ लाग्दो हुन्छ है। पहिला पहिला त घर थियो, यहाँ पनि एउटा घर हो। यो पाखा चाहिँ पहिला पहिला एक खालको मान्छेको बसोबासयुक्त ठाउँ हो होइन। अलिकति मान्छेको आवाजहरू आइरहन्थ्यो। अहिले चाहिँ सुनसानै छ क्या, तल्लो घर माथिल्लो घर। यो मान्छे गाउँमा अहिले प्रायः जसो हुनुहुन्न। बसाइ सर्ने सिलसिलामा, रोजगारको सिलसिलामादेखि लिएर हरेक कुरामा मान्छेहरू अहिले एकदम बाहिर जाने क्रम छ होइन। यतातिर यो साइडतिर पहिला पहिला होइन, घरमा मान्छेको सङ्ख्या निकै हुँदाखेरि 7 जना, कम्तीमा 6-7 जना हुँदाखेरिको समय ठिकै हो नि त। अहिले चाहिँ अब कोही 1 जना 2 जना क्या घरमा होइन, त्यस्तो स्थिति छ। अनि गाउँहरूको अहिलेको दृश्य चाहिँ हेर्नुहोस् ल। यस्तै माथि बाँसको रुखहरू, हरियाली, अनि यो रुखहरू, डाले घाँस, यो झ्यासहरू। यो पहिला पहिला झ्यास यो केही हुँदैन थियो, फाँडफुँड पारिन्थ्यो, डाले घाँस यो मात्र हुन्थ्यो। र बारी चाहिँ पुरै खङ्खारै हुन्थ्यो। आज चाहिँ म अमला टिप्न आएको, खास विशेष गरी चाहिँ अमला टिप्न आइरहेको छु। यो गाउँमा अर्ग्यानिक खानुपर्ने हुन्छ होइन। यहाँको गाउँको विशेषता नै अर्ग्यानिक हो क्या। अर्ग्यानिक बिनाको गाउँ कल्पना गर्न सकिँदैन। यहाँ हेर्नुहोस् ल, यो केरा भयो, चिसोमा केरा चाहिँ ढिलो पाक्छ। यहाँ अमलाको बोट छ यहाँभित्र, तर टिपेको पनि तपाईँहरूलाई म भिडियो देखाउँछु। अलिकति कताबाट घुमेर जाने भन्ने भइरहेछ। म घुमेर जान्छु है त टिप्नलाई। ल, यति सुक्खा ठाउँमा पानीको यति चुनौती छ है। पानी ल्याउन चुनौती छ क्या ठाउँमा। पानी भयो भने त उब्जाउ त हुने नै ठाउँ हो है। बारी पनि रुखो त्यस्तो मैलिलो पनि, त्यस्तो मैलिलो हुँदैन क्या ठाउँको बारीहरू। ढुङ्गै ढुङ्गा हुन्छ, खन्दा पनि एकदम कर खोजेर कताबाट खन्ने भन्ने हुन्छ क्या बर्खामा। जोत्दा पनि हलो भाँचिने सम्भावना। गोरुलाई दुःख हुन्छ, मान्छेलाई पनि त्यत्तिकै दुःख। हाम्रो ठाउँ चाहिँ अलिकति ढुङ्गे जग्गा भएकोले गर्दाखेरि ल म उताबाट निस्किन सकिनँ, घुमेर गएँ। ल हेर्नुहोस् सट्टसँगले यहाँ हेर्नुहोस् ल। यो बोटहरू यस्तो भए पनि कम्तीमा कोसिस चाहिँ गरिएको छ है, यो ठाउँमा पनि उब्जाइन्छ, जान सकिन्छ भनेर। ल म चाहिँ अमला टिप्नलाई पसेँ। ल हेर्नुहोस् है, अब अमला टिपेँ क्या मैले टक्कसँगले। ल भिटामिनको यसरी टिप्ने हो। तपाईँहरूले पनि होइन यस्तो खानुभयो होला कतिपय ठाउँमा। सीयुक्त फल, त्रिफलाभित्रको फल होइन, मान्छेको शरीरको लागि चाहिँ एकदम स्वास्थ्यवर्धक अमला भन्छ यसलाई होइन। अब मैले चाहिँ यहाँ अब यसो टिप्दैछु। ल हेर्नुहोस् टक्कसँगले हेर्नुहोस् ल, यसरी टिप्नुपर्ने हुन्छ यहाँ हेर्नु ल। छ है रुखमै बसौँ न त होइन। अब यहाँमा प्रायः जसो चाहिँ यो ठाउँमा विगत 4-5 वर्षदेखि चाहिँ आइरहेको हुन्छु क्या खानलाई। यो फलिरहेछ नि त, पहिला पहिला फल्दैन, अहिले यो बोट अलिक ठुलो भएर फलेछ। यसरी खुब मनपर्छ क्या मलाई यो चाहिँ। बेला बेला टिप्दै खाँदा पनि हुन्छ, एकैचोटि टिप्नुपर्छ जस्तो मलाई लाग्दैन।
अब आनन्दले टिप्नुपर्छ हेर्नुहोस् ल टक्क यसरी टिप्ने हो तपाईँहरूले पनि होइन यस्तो खानुभयो होला कतिपय ठाउँमा पर्दैन यसरी दुःख भन्नुपर्छ अलिकति टिप्न जानलाई त्यति मात्र हो ल भन्दै ल मैले भिडियो अन्त्य गरेँ हेर्नु भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद